गुड मर्निङ। आजको यात्रा बुटोल गौशालासम्मको होइन सबैजनाले पुरा हामी गौशालातर्फ जाँदै गौशाला आइसकेका छौँ। गौशाला ल हामी अहिले फाइनली बुटोलको गौशाला आइसकेका छौँ। माताजीहरू हेर्दै हुनुहुन्छ गाई पनि खै खासै देख्दिनँ गौशालामा, किन कस्तो थाहा भएन। सबैजना आइसक्नु भएको छ हजुर गौशालातिर। कता आउनु भएको हजुरहरू? गौशाला नुन मात्र ए गाउँमा ट्र्याक्टरमा सामान आएको छ अनि हामीहरू भिडियो हो क्या, भिडियो आउँछ के फिल्म आउँछ गाडीको। अनि आइसकेका छौँ भित्र गौशालामा। अनि हाम्रो के भन्छन् अरे, हाम्रो यहाँ स्वागत गर्न हाम्रो यहाँ एकजना प्यारा साना मान्छे हुनुहुन्छ, पुच्छरा लाउनु भएको छ। अनि हाम्रा गाईहरू छन् यता। गाईहरू छन् यहाँ छ यहाँ माहौल। र हाम्रो ट्र्याक्टर पनि आइसकेको छ, डिएनडीको ट्र्याक्टर भनौँ होइन, यस्तरी आएको छ। भित्र साइन मतलब गाईले खाने गोहरू सबै छ होइन, गौमाताले गाई नभनौँ होइन। अनि यस्तो छ, राम्रो छ, शीतलो छ ठाउँ। हाम्रो यहाँ एकदम प्यारो मिल्ने साथी। धेरै बेरा पछि मात्र राजा होसमा आए, कैकेयीलाई सम्झाउन फेरि उनले थाले। राम राजा बन्ने भन्दा सारा जनता खुसी, किन आज तनिष्ठुरी बने भजन समूहबाट राम रमाइलो छ ठाउँ। हाम्रो गौशालामा सबैजनाले साथ सपोर्ट दिनु होला। यस्तै गरी गौमातालाई खाना खुवाइराख्नु कति बिन्ती गरे पनि धेरै गयो, मलाई थाहा भयो, गयो।
श्रीरामले सुन्न थाले तपाईँ कता आउनुभएको अरे म गौशाला थिएँ गौशाला आउनुभएको धर्म कर्म गर्न मेरो गाडीमा चढेर मेरो गाडी चराको लगाएको अरे भर्खरै गौशालाबाट हामी भर्खरै अब आफ्नो घरतर्फ लाग्दैछौँ यहाँ हुनुहुन्छ बदन समूहको अध्यक्ष उहाँलाई चाहिँ मैले बेला बेला जिस्काइरहेको छु भित्र पिटाइ खाइरहन्छु भित्र यहाँ बजिरहेको छ यहाँ सुशीलाजी हुनुहुन्छ अब म भित्र जाँदैछु जताततै रमाइलो छ हेर्नुहोस् होइन यस्तो छ ठाउँ म चाहिँ खलासी गरिरहेको छु ट्याप 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 गर्दै